ब्याग र चस्मा भेनालाई त आम्मा मामा हामी क्यामेराम्यान मेरो अनमोल क्यामेराम्यानले उसै पाएन क्या ठाउँ जग्गै पाएन क्या मिडियाहरूले भेनालाई पछि देखाइदिनु हुन्छ नि रातोले छ्याप्दो रहेछ यार जाके एकछिन यार है बाबु ल्याउनु म फेरि मडी ओर्छु त ओहो ओ त लोट लाम के बाला ए बाजे त ए बाजे दाइ फेरि हामी लोट्नु र दाइ मेरो ठ्याक्कै लुकाइरहेछ ठ्याक्कै लुकाउनु ठ्याक्कै हान्ने भयो उहाँसँग मेरो पनि भेट्नु त भेट्यो होला सब भेटिसक्यो मेरोमा ठ्याक अलिअलि भेट्दो रहेछ के त बिहा हो जन्ती आएको समय पर ढाक्न भन्दा भाउजूको घुम्टो अलि अगाडि गर्नुपर्ने हात उडाइदिएको होइन राति रातो भोगुले पनि काट्यो भने हाम्रो पानी खै यार मलाई भेनालाई फेरि हेर्न मन लाग्यो बनाउन पनि त टाइमै लाग्छ नि भेनाको हेर्नु त भेनाको हर्कती भेनालाई के पारिदिएको कुटेर बनाएर चस्मा खतरा छ कि चस्मा चस्मा चाहिँ मामाले बनाएर लाइटर त ल्याएन लाइटर कसरी बोक्नुभयो मसँग छ भाउजू त्यही दिमा चुरोड त त्यसबाट एउटा जातो गिलो झोलामा के गिलो झोलामा जस्तो हामी बाटो छिन्छौँ नि त्यस्तो त्यसले तल मैले त बल्लै देखेँ हाम्रो दुला दुली चाहिँ यहाँ छ है हेर न भेना लगाएर टोपी सालको पातको चस्मा अनि झोला झोला राम्रो छ क्या झोला राम्रो झोला त राम्रो दिदी छिटो के लाग्नु भयो मैले भन्थेँ नि रवि त्यही हुन्छ त्यही त्यो म प्रायः दिदी बोतल फेरि कहाँ बनाएर
भाउजू ज्याकेट दिनु बोतल ल्याएको कि बोतल कहाँ छ त नि एउटा बोतलमा उस गरिहाल्नु बोतल ल्याएको कि नै हैन कि ल्याएको कि बोतल हो बोतल त ल्याएन क्या ल्याछ बोतल ल्याएको जर्किन र बोतल ल्याएको माथि छ यहाँ ए रक्सी भाउजू रक्सी यहाँ छ क्या आउनु जर्किन र उस बोतल यहाँ छ है यो अझै एउटा खाली बोतल मिनरल वाटर छैन मिनरल वाटरको बोतल के कहाँ यत्रो सिङ्गल चढाउने त नि गनेर ल्याएको यत्रो ठुलो हुन्छ कि ऐको त्यो सानो बोतल ल्याउनु न त्यो पानीकै भए पनि अगाडि पछि खाने है पछि है अहिले त्यही राखेर खुलिदिन्छु त फेरि मोर्ला रे फेरि बर्बाद होला उनीहरूले त्यही अनुसारले चाडा लुङ्गी लिएर आउँछ 2-3 जना मान्छे भनेको धेरै मान्छे बोतल अब केमा हाल्दिनु यसमा दिनु र के हुन्न कि आधा राम्रो हुन्न कि अब आधा त होइन त्यो मिनी वाटर थियो त्यहाँ यसैमा आधा उताको गाडीमा हेर्नु न मिनी वाटर छ कि कहाँ के हो यही कम्पिटिसन चल्छ क्या हो डान्समा ल जमजम गाडीमा बसेर जाने ल हिँड्न जाइदिनु बेनालाई हेर्नु यता यता गाडी बसमा चस्मा चाहिँ खतरा हो क्या टोपी र चस्मा हामी जाम के उनीहरू जान्छ पर्सन बेला बेला के हो यो चिलाउने ओहो ब्याग त भेनाको खतरा छ डुङ्ग्री हो क्या ओ के भुटुको ए खनिया हो क्या खनिया पछाडि गाडी आयो ल हामी पनि ब्लग गरेर हिँडौँ न हो क्या गराउ न गराउ ल गाइस हामी चाहिँ अब भाउजूको घरतिर लाग्यौँ अब चाहिँ हामी चाहिँ भाउजूको घरतिर हिँड्न लाग्यौँ सक्दैन भोक लाग्छ के छिटो छिटो हामी चाहिँ हो क्या यो अङ्कल आउनु भाउजू घर त के हो गाइस भाउजू घर चाहिँ ल हाम्रो अङ्कल र हाम्रो चाहिँ बाजे दुलाको बाबा ल के अरे यो ठाउँको नाम के अरे बाजे अङ्कल 1 लाख
हामी चाहिँ सेलबास हेक्लाङ भन्ने ठाउँमा छौँ पूर्व लास्टतिर है साथीहरू पूर्व खोला हो ल हामी चाहिँ अब भाउजू घरतिर जाँदैछौँ हाई गाइज ठाउँ चाहिँ जोस् रमाइलो छ राम्रो छ पहाडै पहाड जताततै बल्ल मलाई बल्ल यस्तो फिल भन्छ कि म नेपालमा छु जस्तो लाग्छ क्या ल हेर्नुहोस् भाउजू घर चाहिँ यही हो दुलीको घर अब हामी चाहिँ अब भाउजूहरू जाँदैछौँ उहाँ गएपछि चाहिँ अब कस्तो के हुन्छ संस्कार त्यहाँको कस्तो छ के छ होइन र भोक पनि लास यार गाई हामी चाहिँ नाच्ने नि हो क्या कान्छी यही हो बोलो आलु आरु आरु यहाँ चाहिँ गाडी पार्क गर्ने ठाउँ रहेछ साथीहरू अब गाडी चाहिँ यहीँ राखेर अब हामी चाहिँ हिँडेर जान्छन् केही साल अझै हुने भो प्रतीक्षा अझै पनि लगन छैन लगाइज हामीले पाउर चाहिँ सबले समाते सकेको छ है हामी चाहिँ अब हिँड्न लाग्यो राम्रोसँग अलि सुस्त हिँड्नु फेरि यहाँ त फिस्रीको भवन तलतिर गइन्छ हाम्रो भाउजू घर चाहिँ थियो है साथीहरू देख्न सक्नुहुन्छ भाउजू अगाडि हिँड्नुभएको छ हामी चाहिँ जन्तीपाती पछाडि हेलो गाइस हेलो 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 क्या चाहिए रक्सी लोकल पाउर पाउर देखो ना यहाँ क्या हो रहा है अल्कोहल लेके चल रहे हैं अल्कोहल हो गया उता उता अगाडि मेरो त अलि चिप्ले नि सकाइ यार अघि नै झन्डै खोला तरेर तल पुग्यो सिँढीबाट सिधै तल आमाले अब बिहा गर्न पाउनु हुन्न हजुर तर परिस्थिति खतरा छ कि बाटो खतरा छ बाबु जुत्ता बनाउने ग्यारेन्टी दिएछ भने चाहिँ यहाँ जुत्ता पालमा गएर चिप्ल्यो भने नि बापी लाएर फाल्दैन त्यस्तो मेरो लगेर फाल्दैन यहाँदेखि चाहिँ हरिफ देखिँदो रहेछ ओहो ठाउँ हेर त गाइस यस्तो सुन्दर यस्तो राम्रो यारमा स्वर्ग जस्तो हेर त ल हामी यति माथि दारामा छौँ कि होइन हामी एउटा सिँगै पहाडको थुप्पामा छौँ क्या त्यही भएर अरू सानो सानो पहाड हेर न गाइस कस्तो छ ल गाइस हेर त ठाउँहरू ल यस्तो दामी ठाउँ यार माया कसम यार हेर त यो रुखहरू
मेरो बाबा डर लाउँदो छ है बाबु सिन त यहाँदेखि गयो भने त सिद्धि हो त्यही भएर त भनेको सिलिप्तै भयो भने त पिलिप्तै हो यो बा मेरो सन्डिल त चुट्यो भाइ त्यता नजाने थिए फेरि भन्नु त यहाँदेखि खस्यो भने त अङ्कल त्यो भाइले भन्नुहुन्थ्यो हैछ त्यो भाइले भन्नु थियो यहाँ गएर हेर्नुहोस् त तल त भन्नुहुन्थ्यो हैछ ल गाई हेरौँ ल नेपालको ब्युटी भनेको यो गाई छ ल हेर युट्युबर त होइन तर भिडियो गराएर चाहिँ अब मेमोरीको लागि ल ल हुन्छ ल भाउजू गरेर नि आयो गाई खुल्ला छ र 20 रुपियाँ छ दिनुभयो ल तिमीको मसँग फेरि 1000 त छ कि सान्टामा त यस्तो खुल्ला नभएर त्यही पनि हामीले आफै दिइन्थ्यो त्यहाँ तिनीहरू दिए बाटो ल गाई चियार यो हो नि त नेपालको सान भनेको यो तराईमा बस्दा त्यात हुँदैन त्यो गाडीको आवाजहरू यता हल्ला उता हल्ला यहाँ आएर त स्वर्ग जस्तो हल्ला सल्ला नि केही छैन आनन्द यो हो नि हामी चाहिँ हेक्लाङ भन्ने ठाउँमा छौँ है साथीहरू हेक्लाङ कहाँ गरे अङ्कल हेक्लाङ स्यालबास हेक्लाङ गाविस होला नि हेक्लाङ त जाम ए पैसा दिनुपर्ने हो लगाइछ मगरको फेरि मगरको रीतिरिवाज भनेको यो हो नि हरेक मगरको भए हुन्छ क्या जन्तीपातीलाई चाहिँ हामीलाई स्वागत गर्दै हो